एकदम सजिलो र छिटो मिठो बन्ने स्न्याक ब्रेडलाई मिक्सीमा पिस्नु होला। यस्तो बनाउनु होला। यस्तो बनाइसकेपछि बोइल आलुलाई लिएर कद्दुकस गर्नु होला। सबै आलुलाई कद्दुकस गरिसकेपछि त्यसमा नुन, धनिया पाउडर, रेड चिली पाउडर, प्याज, धनिया मिक्स गर्नु होला। मिक्स गरिसकेपछि अघि हामीले पिसेर राखेको ब्रेडलाई पनि राम्रोसँग मिक्स गर्नु होला। सारो बनाउनु होला। गिलो भयो भने चाहिँ हुँदैन। आलुलाई मिक्स भइसकेपछि ल हेर्नुहोस् यस्तो भइसक्यो। अब हातमा तेल लगाएर आफ्नो हिसाबले आफ्नो सेप दिन सक्नुहुन्छ। जस्तो हजुरलाई राम्रो लाग्छ त्यस्तै सेप दिन सक्नु। मैले यहाँ गोलो गोलो बनाएँ, कोही चाहिँ लाम्चो बनाउँदैछु। ल हेर्नुहोस् यसरी नै हातमा तेल लगाएर बनाउनु होला। यसरी सबैलाई आफ्नो अनुसार बनाउनु होला। मैले सबै बनाइसकेँ र गरम तेलमा हालेर फ्राई गरिदिनु होला। ल हेर्नुहोस् मैले सबै हालिसकेँ र फ्राई पनि भइसक्यो। ल मैले यसलाई निकालेँ। अब यसरी एकछिन चलाइसकेपछि यसलाई निकालिदिनु होला। रेडी भयो हजुरको इजी छ स्न्याक। र यसलाई यसै गरी सबैलाई पनि अरूलाई सबै यसै गरेर तेलमा हालेर निकाल्नु होला। ल हेर्नुहोस् रेडी।